पार्टी तुलसीपुर नगरको कोटादेखि राजन भण्डारीलाई यस्तै आन्दोलनको लागि नेकपा माओवादी तुलसीपुर यसैमा आन्दोलनको लागि नेपाल कम्युनिस्ट पार्टी एमाले तुलसीपुर नगर कमिटी अध्यक्ष रूपबहादुर केसीजीलाई म अनुरोध गर्न चाहन्छु। यस्तै आन्दोलनको लागि म जिल्लाका परेड कार्यालय तुलसीपुरका परेड नायक उपरीक्षकजीलाई म आसन गर्नको लागि अनुरोध गर्न चाहन्छु र आसन गर्नको लागि आज जस्तै गरिने जानकारी लिएर पाइनेछ। त्यसैगरी सीमित टिकट चाहिँ तपाईँलाई भनिसकेपछि अब केही 5-7 मिनटपछि हाम्रो सम्पूर्ण जुलुस गीत थानबाट बजाइदिनु हुन म नेपालको टप साउन्ड सिस्टम मध्येको एक मञ्च साथका इन्जिनियर सुनिल चौधरीज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। चेक साउन्ड जुत्ता लग्ने भने त सम्झिने आज महोत्सवको पहिलो दिन यानि कि विभिन्न उद्घाटन समारोहलाई सम्बोधन गर्नका लागि यो कार्यक्रमको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्नको लागि यो कार्यक्रमलाई अगाडि बढाइदिनको लागि हाम्रो महासचिव यो मञ्चमा प्रवेश गरिसक्नु भएको छ। म हाम्रो झाँकी जुलुसलाई स्वागत गरे पश्चात यो माइक्रोफोन आदरणीय दाया हस्तान्तरण गर्नेछु र तपाईँ सबैलाई अवगतै छ यो महोत्सव 19 गतेसम्म लाग्नेछ। तपाईँहरूको भव्य उपस्थितिको लागि पनि हामी अपेक्षा गरेका छौँ। त्यसैगरी लक्ष्मी होम डेकोरले पनि हामीलाई प्रायोजन गरेको छ। तपाईँहरूले आकर्षक घर निर्माणका निमित्त पनि यहाँहरूले लक्ष्मी होम डेकोरलाई सम्झिन सक्नुहुनेछ। स्थानीय उत्पादनलाई प्रवर्धन गरौँ, औद्योगिक वातावरणको सुधार दिनको अर्थतन्त्रको आधार भन्ने मूल मन्त्र सहित नेपाल घरेलु तथा साना उद्योग महासंघ
तुलसीपुर धामले आयोजना गरेको यो पहिलो आफ्नो महाउत्सव प्रथम तुलसीपुर महोत्सव 2082 आज पौष 4 गते विधिगत रूपमा उद्घाटन हुँदैछ। तपाईहरु सबैको भव्य उपस्थिति, यति धेरै बाक्लो उपस्थितिले के जनाउँछ भने महोत्सव पक्कै पनि सफल भइसकेको छ। मात्र घोषणा गर्न बाँकी हो। तपाईहरु सबैको गरिमामय उपस्थितिको लागि धन्यवाद ज्ञापन व्यक्त गर्न चाहन्छु। जय होस्। र हाम्रो दुवैतिरको स्ट्याम्प अफ माइकलाई अन गरिदिनु होला, हामी चेक गर्छौँ। मन्जी साउन्ड हेलो हेलो। र अन्य क्लस यात्रा यानि कि शोभा यात्रा पनि आउँदैछ र हाम्रो प्रमुख अतिथिज्यू लगायतको टिमको पनि आगमन भएको जानकारी मैले पाइसकेको छु। औपचारिक कार्यक्रम हामी जोड्ने नै छौँ र अन्य झाँकी जुलुसको यात्रा अलिकति लामो छ, प्रवेश गर्दै हुनुहुन्छ। हाम्रो पहुँच सेकेन्डरी स्कुल थुप्रै विद्यालय र सङ्घ संस्थाबाट यहाँ पाल्नुहुने सम्पूर्ण भाइ बहिनीहरूलाई धन्यवाद ज्ञापन व्यक्त गर्न चाहन्छौँ। त्यसै गरी हाम्रो समाजसेवी आमा समूह पनि आउनु भएको छ। त्यसै गरी हाम्रो पहुँच सेकेन्डरी स्कुल, हाम्रो पहुँच टेकाको ध्वजा, त्यसै गरी यो अलिकति माथि उठाइदिनुहोस्। हाम्रो टोल विकास संस्था हुनुहुन्छ, भैयाथान टोल विकास संस्था तुलसीपुर महोत्सवलाई सफल पार्नका लागि यो सुन्दर कलश यात्रा सहित हाम्रो दिदी बहिनीको उपस्थित छ। रुकुमेली महिला सङ्घ यहाँलाई पनि बिहारी टोल विकास संस्था तुलसीपुर उपमहानगरपालिका छ। तरी गाउँ दाङ हुनुहुन्छ, चुपरी गाउँ दाङ हुनुहुन्छ, यहाँलाई पनि धन्यवाद ज्ञापन व्यक्त गर्न चाहन्छौँ। त्यसै गरी समाज अध्यक्ष दाङबाट हुनुहुन्छ, यहाँलाई पनि धन्यवाद। त्यसै गरी ब्रह्मकुमारी स्तरीय विश्वविद्यालयले पनि आफ्नो शोभा यात्रामा सरिक हुनु भएको छ। प्रिय दिदी बहिनीहरूलाई पनि म धन्यवाद ज्ञापन व्यक्त गर्न चाहन्छु। ब्यानर अलिकति माथि बनाइदिनु होला। ब्रह्मकुमारी स्तरीय विश्वविद्यालय एवं राज्य प्रशिक्षण केन्द्र नेपाल पहुँच सेकेन्डरी स्कुलले सलामी दिँदैछ। सम्पूर्ण अतिथिज्यूलाई एकपटक जोरदार तालीले सम्मान व्यक्त गरिदिनु होला। त्यसै गरी आमा समूहको नाम चाहिँ देखाइदिनु होला। यतापट्टि अघि गान्दै चाहिँ आमा समूह भइसकेको छ, अलिकति माथि उठाइदिनु पर्यो। आधी घन्टा लाग्छ मलाई थाहा छ। यति ठुलो महोत्सवलाई तपाईँहरूको भव्य उपस्थितिले यो महोत्सव परिपूर्ण पार्नुहुनेछ। प्रगतिशील टोल विकास संस्था तुलसीपुर 4 रक्षा चौरताका दिदी बहिनीहरूलाई पनि उद्योग महासङ्घ तुलसीपुर दाङ प्रणाली त्यसै गरी जोरदार ताली चाहिँ हुनैपर्छ है। त्यसै गरी तुलसीपुर चेम्बर अफ कमर्स हाम्रो आदरणीय दाहरूको यो सुन्दर उपस्थिति छ, दिदीहरूको सुन्दर उपस्थिति छ। यो वर्षभन्दा अगाडि केही वर्षमा तुलसीपुर चेम्बर अफ कमर्सले पनि महोत्सव आयोजना गरेको थियो। यहाँलाई पनि धन्यवाद ज्ञापन व्यक्त गर्न चाहन्छु। त्यसै गरी सबै एवं भव्य रूपमा सफल पारौँ। कलाकारका मन छ तुलसीपुर महोत्सव 2082लाई सफल पार्नका लागि यहाँको टिमको यो भव्य उपस्थिति छ। हृदयदेखि धन्यवादका शब्दहरू हामी व्यक्त गर्न चाहन्छौँ।
छिटो गइदिनु होला तपाईँहरू। यति लामो लाइन छ कि म आफै चल्नु परेको छु आज है। र यो चिम देखाइदिनु होला त पछि। र यताको चिमहरू अलिकति यता माथि आइदिनु होला। जति पनि क्लस यात्राबाट यो महोत्सवको दाहिने भागमा बस्नुभएका अन्य अलिकति स्पेस राखिदिनु होला। त्यसै गरी अघि छुटेको म टिमलाई भन्दैछु, पतञ्जलि योग साधना केन्द्र श्रीगाउँ, त्यसै गरी हिलसाइड टेक्निकल कलेज तुलसीपुर धामले पनि आफ्नो कलश यात्रा प्रस्तुत गर्नुभएको छ। जहाँबाट धन्यवाद ज्ञापन व्यक्त गर्न चाहन्छु। त्यसै गरी जनसेवा 75 हिल सहकारी संस्था तुलसीपुर धामले पनि शुभ यात्रा क्लास यहाँ प्रस्तुतिमा आउनु भएको छ। सँगसँगै शोभायात्रा क्लासमा सहभागिता जनाउनु भएको छ। यहाँलाई धन्यवाद ज्ञापन। के छ हाम्रो डिजिटल रेडी छ सुनिन्छ कि क्यामेरामा कति छैन? रेडी हो ज्ञानज्योति त सधैँ वाइल्ड फायर हो कि मलाई थाहा छ। एकचोटि ज्ञानज्योतिको ब्यानर देखाउनु तपाईँ। ज्ञानज्योति माध्यमिक विद्यालय तुलसीपुर उपमहानगरपालिका छँदा स्थापना 2051मा जन्मेकै रहेनछ है। अगाडि धेरै धन्यवाद छ प्रिय भाइ बहिनीहरू। अब धेरै टिकटक चलाउने फेसबुक चलाउने तपाईँहरू भाइ बहिनीहरू हुनुहुन्छ। यो तपाईँको ठाउँको थ्याङ्क यू। त्यसै तुलसीपुर होटल व्यवसायी समितिको टिम आउनु भएको छ। ज्ञानज्योतिको भाइ बहिनीहरू बिस्तारै गाडी बढ्दै हुनुहुन्छ। हामी अन्य यहाँलाई पनि सम्बोधन गर्नुपर्ने छ। तपाईँहरू हल्का गाडी बढिदिनु होला। ठिक छ, तपाईँहरू वाइट गर्नुहोस्। तपाईँहरू यो सुन्दर तुलसीपुर महोत्सवको सबै प्रचार प्रसार गर्ने तपाईँ सबैलाई धन्यवाद छ। हाम्रो आयोजकहरू अतिथिगणमा सबैलाई मञ्चबाट बोल्दै हुनुमा अनुरोध गर्दै विभिन्न रूपमा यो कार्यक्रमको औपचारिक कार्यक्रम र सम्पूर्ण अतिथिज्यूलाई
चिन्तो भने भन्छ अब बिहानले ज्ञान काँदैन नि भन्छ म मेलामा जान्छु भनेर म पनि शनि मेला हामी त आएको साहेबाने पेंटी लाने साहेबाने छानी छानी पेंट